यहाँ त आँखा पनि के हो रातो रातो भएको के भयो लडाइ थियो हेर्नु दाइ पनि खत्रै भिडियो बनाउँदो रहेछ है त उहाँलाई पनि एउटा 5 मिलियन सब्सक्राइबर गराइदिनु के गाइजहरू फुटबल खेल्दैथिनु अनि आयो अनि नाटो बुल्लो बसेको दिदी यो कुन साग हो यो कसरी हो हेलो एभ्रिवान गुड मर्निङ आयो सबैजना सन्चै हुन्छ म पनि एकदम सन्चै छु सो मैले चाहिँ अनि भर्खर भन्नाले के भन्ने 10 बजिसकेको छ अनि अहिले चाहिँ गेम खेलिरहेको थिएँ म चाहिँ अनि यता भान्जेहरू चाहिँ आज शनिबार चाहिँ उसलाई नुहाइदिइराखन् अनि उसलाई चाहिँ नुहाएर चाहिँ 2 मिनटसम्म राख्नुपर्ने हुन्छ क्या किनभने त्यो स्याम्पू चाहिँ उस जुम्रा मार्नको लागि हो जस्तो लाग्यो मलाई चाहिँ खाने वस्तु त्यो सकिरहेको तर टाउकोमा स्याम्पू लगाएर चाहिँ 2 मिनटसम्म राख्ने अनि एकछिन 2 मिनट राखेर अनि त्यसलाई पछि मजाले नुहायो भने चाहिँ टक्क जुम्रा मर्छ भनेर चाहिँ मेडिकलबाट औषध लिएर आएको थियौँ हामीले अनि त्यही पनि नुहाइदिँदैछन् तिमीले चाहिँ स्याम्पू चलाइराखन् आज शनिबार पनि हो भान्जा पनि नुहाउनु लाग्नु भयो अनि हामी लुगा धुन पनि जान्छौँ अहिले एकछिनमा तर लुगा धुने हिँ धुने कि उहाँ जाने हो कति छ लुगा तिमीहरूको ड्रेस मात्रै हो हिँ पेलेर धो पानी पनि त्यति सफा आएको छैन किनभने हाम्रो पानी लास्टै फोहोर छ क्या तपाईँलाई देखाउँछु कस्तो फोहोर भनेपछि पानी हेर्नु न यस्तो आउँछ अनि हामीले खाने पानी नभएको भएर हामीले चाहिँ पानी जारको पानी किनेर खान्छौँ क्या त्यो पहिला यही कुवाको खान्थ्यौँ फिल्टर गरेर अनि पछि त्यो पानी पऱ्यो भने चाहिँ ढलान पस्दिन्छ क्या सब ढल पानी जति सब पुरै इनारमा अनि त्यही पानी चाहिँ हामीले अब युज गरेर के गर्नु त पानी बिना त बाँच्न सकिन्न त्यही भएर चाहिँ हामी त्यही पानी युज गरेर त्यही भएर चाहिँ हामी आज चाहिँ घरै धुन्छौँ लुगाहरू सो म चाहिँ गेम खेलिरहेको छु गेम खेल्दै थिएँ म त अनि भान्जेहरू चाहिँ यता नुहाउनु लाग्नु भयो अनि त्यही भएर यता बसिराख्नु दिउँसो बेला यस्तै त हो खाना खाइयो झ्याउला अब आराम गर्ने बस्ने त्यही हो क्या हामी त म चाहिँ अब यत्तिकै बसिरहेको छु कि अलि सन्चो पनि छैन सो मलाई चाहिँ आज अनि अघि सुतेको थिएँ फेरि सुतेर उठेको त पुरै टाउको दुखेर कस्तो भयो क्या आँखाको गेडी पनि खस्ला ब्लक भएर आज त बिरामी हुन्छ जस्तो लागेर सायद ज्वरो आउँछ होला रुगा पनि लाग्यो जस्तो भयो क्या कस्तो नाक यहाँ चिलाउ भइरहेको मलाई चाहिँ सिङ टाइप हुन्छ नि त्यस्तो भइरहेको मलाई ज्वरो आउला जस्तो छ रुगाको त लाग्लै जस्तो छ घाँटी नल्छ समाते जस्तो भइरहेको हिजो नुहाएको थिएँ म अनि त्यही भएर हो क्या अनि कलर लगाइसकेको थिएँ यताउति अनि बाहिर घाममा यताउति काम गरेको थिएँ नि त 2-3 मतलब झन्डै 1.5 दिनसम्म काम गरेँ नि त म अनि त्यही भएर चाहिँ घाममा यताउति अनि फेरि हिजो नुहाइदिएँ अनि भएन भने रातभरि फ्यान चल्छ अहिले पनि फ्यान चलिरहेछ अनि त्यही भएर होला कि यस्तो भएको मलाई चाहिँ सायद मलाई चाहिँ कस्तो अप्ठ्यारो भइरहेको शरीर पनि कस्तो अल्छी झ्याउला जस्तो हुन त सुतेर उठेको भएर होला अनि पछि यताउति घाममा धाप्यो नि त त्यही भएर होला तर कस्तो भइरहेको बिरामी हुन्छ होला म त अनि म चाहिँ भर्खर सुतेर उठेको अनि पुरै च्याप भइरहेको फेस पनि अनि सन्चो थिएन सुतेर उठेको हो त हल्का अलि हलुङ्गो फिल भइरहेको निन्द पुगेर उठे जस्तो फिल भइरहेको सायद अनिदोको कारण हो जस्तो लाग्यो म किनभने अब त्यस्तै कति बच्च म गर्ने बेला सुत्नेलाई त्यस्तै बच्च 12-1-2 बज्छ अनि फेरि यताउति गरे हुन्छ त्यही भएर पनि होला यस्तो भएको अनि सानो मान्छे कता जानुभयो त्यो थाहा भएन अघि त यतै पारि उता बच्चाहरू खेलेको ठाउँमा खेलिरहेको थियो अहिले त छैनन् त्यहाँ तिनीलाई खोज्छु म हाम्रो सानो भान्जा र भान्जीलाई देख्नु भएको थियो दिदी देख्नु भएको थियो किन हो हान्नु खोज्ने यति राम्रो दिदीले मलाई हान्नु खोज्नु भन्नु न त सानो भान्जा र भान्जीले देख्नु भएको थियो दाइ हेर्नु न सिधै हान्नु खोज्नुहुन्छ त के हो यस्तो लतक लाउँछु भन्नु म थोडी न हजुरलाई हाल्ने हो त अनि गाह्रो छ कहाँ माथि र माथि ए उतापट्टिको फिल्डमा त्यति टाढा गएको रहेछ अब म चाहिँ केही छैन कुर्छु अनि एकछिन भान्जाको क्लास लिन्छु म चाहिँ कस्तो राम्रो हावा चलेको नि बेलुका आएको बेला
सही छ अब घाम पनि डुब्नु लाग्यो नि त म त ठ्याक्कै 5:30 बजे उठेँ आयो भने त क्लास लिन्छ अहिले भान्जाको भान्जा चाहिँ नआउने भयो तर मैले त्यहाँ सोधेँ नि त डाइरेक्टलाई फिल्डमा गएको अघि भन्नु पनि भएको थियो तर म चाहिँ त्यहीँ गएर भान्जालाई एकदम क्लास ल्याउँछु मजाले अब बेलुका भइसक्यो नि त बेलुका बेला फेरि केटाकेटी यताउति हिँड्यो भने त पछि चोटपटक लाग्यो के कताको वे हरायो भने झ्याउ हुन्छ त्यही भएर चाहिँ जाँदैछु म यता मलाई हेरिराख्नुभयो मस्तले किन हो मलाई हेरिराख्नुभयो तर किन हेर्नु भएको त्यो त थाहा भएन किनभने मैले चाहिँ यसो भिडियो बनाउँदै हिँडेको छु न त म राम्रो पनि छु क्या त्यही भएर होला हेरेको आधा ग्याङ चाहिँ केटाकेटीको यता पनि रहेछ ढुङ्गा हानेर केटाकेटीहरूले अब चाहिँ खै कहाँ पो भान्जाहरू गएको यहाँ पनि छैनन् म चिनिहाल्छु कपडाबाट मैले चाहिँ भान्जालाई भेटेँ होइन तर भान्जा चाहिँ खासमा यहाँ खेलेर रहेछन् हेर्नु न यहाँ यहाँ खेलिरहेको रहेछन् अनि यिनलाई म खोज्नुलाई माथि गएको थिएँ तर भेटेन खासमा यता साइड खेलाएर रहेछन् नि त्यही भएर यहाँ 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 न यहाँ यहाँ न यहाँ कहाँ हो तिमी यहाँ न यहाँ मैले बोलाएको छु यहाँ न कहाँ हो तिमी दिउँसोबाट कहाँ हो कहाँ यहाँ विजय पनि थिएन र यिनीसँग कता गयो विजय के तिमीले त अनि घर बिठाइ गरेर आऊ त अनि मैले अनि त्यो त ग्यासको पाइप काटेर आएन तिमीले त्यहाँ घर यहाँ त आँखा पनि के हो रातो रातो भएको त के भयो लडाइ थियो किन माटो बसेर आँखामा घर जाम त अनि घर जाम त अनि अब रात परिसक्यो त कस्तो किन हो र फेरि हिँड योपालि चाहिँ आइफोन तर केही छैन भाइहरूले चाहिँ यसो हेर न कस्तो लाग्छ आइफोन कति हो 100 15 होइन अहिले नयाँ के छ ब्रान्ड के छ अहिले अहिले के आहा अहिले चल्यो के आइफोन 100 हुन्न भाइ आइफोन 17 प्रो म्याक्स हो यो ल हेर्नु दाइ पनि खत्रै भिडियो बनाउँदो रहेछ है त उहाँलाई पनि एउटा 5 मिलियन सब्सक्राइबर गराइदिनु के गाइजहरू आइफोन 17 छ ल लाइक गरिदिनु सब्सक्राइब गरिदिनु बाई सी यू टुमारो सो भाइले चाहिँ यहाँ खत्रै भनिसक्यो मलाई अनि अब त्यही हो मलाई चाहिँ एकदम खुसी लाग्यो भाइसँग भेटेर यहाँ चाहिँ अनि यहाँ चाहिँ म यता आइरहेको थिएँ केटाहरूले चाहिँ यता पुरै आफ्नै तालमा चाहिँ सब्स्क्राइब हान्दिनु होला सब्स्क्राइब ल दिदी भाइ च्यालेन्ज घरमा सिङ आउँछ अनि फर्स्टमै आउँछ मिस्टर रोनाल्डो मेरो च्यानलमा नि सब्स्क्राइब हान्दिनु ला है त ल म हानिदिन्छु ल के रे फेरि भन न फेरि भन कर्मा सिङ हान्नु लाग्ने कर्मा सिङ फर्स्टमै आउँछ नै मिस्टर रोनाल्डो आउँछ त्यहीमा जानु अनि त्यहाँ मेरो भिडियो आउँछ ल म सब्स्क्राइब गरिदिन्छु ल अनि साइको नि तिम्रो के छ या साइको अनि स्पेस दिने डन लेख्ने फेरि स्पेस दिने निर्मल लेख्ने ल तपाईको चाहिँ के रे मेरो चाहिँ @ मगर 2004 हान्नु ठ्याक्क आउँछ फर्स्टमै आउँछ अनि सब्स्क्राइब गरिदिनु ल ल लायो ल ल बाई ल दामी केटाहरू जामिन अब तिम्रो क्लास लिन्छु म चाहिँ त्यो यता दुइटा हाम्रो ह्यान्डसम भाइहरू पनि भेट्ने बाटोमा पारा केटाहरू चाहिँ खतरा छ क्या आजभोलिको साइकल लड्यो यता चाहिँ सो
त्यही अहिले चाहिँ हामी यहाँ भान्जालाई मैले भेटाएँ अब यिनीलाई घर लिएर जान्छु घाम पनि डुम लागिसकेको छ नि त अब त्यो भान्जालाई मैले त्यो 20-25 मिनट खोजिसकेपछि बल्ल भेटाएँ अब यहाँ चाहिँ घर लगेर राख्छु अनि यिनको क्लास लिन्छु मैले त्यो क्लास भने के हुन्थ्यो र तिमीले बिठ्याइ गऱ्यौ अनि चकचक गरेर आऊ घरबाट भाग्यौ अनि तिम्रो छुट्टै क्लास हुन्छ यहाँ होइन क्लासै भने होइन ल तिम्रो त अहिले हुन्छ यहाँ के बिठाइ गरेर भागेको थियो घरबाट यहाँ घरबाट चाहिँ तिमी के बिठाइ गरेर गएको थियौ भन न यहाँ आउन अनि त्यसै किन गएको त अनि आँखामा पनि चोट लागेर रहेछ किन के लडेको थियो अनि किन त अनि आँखा त्यस्तो भयो त के त अनि माटो माटो ऊ छुट्टी थियो कस्तो ऊ छुट्टी थियो कहाँनिर अनि लडे जस्तो हो त तिमी लडेर आयौ नि आज पनि अनि किन आँखा त्यस्तो भएको त माटोले अनि के कसरी माटोले कसरी गयो त आँखामा माटो भन न तँ पनि भन्नु पर्यो त मलाई भन न के बुझेन के फुटबलको माटो आयो बलले लाएर आँखामा माटो छिरेर आँखामा अनि बल खेलेर पनि भन्छ बलले पनि हो भन्छ के त बल खेलेको थिएन के खेलेको थियौ त के खेलेको थियो त फुटबल खेलेको थिएन अनि आयो फुटबल अनि माटो बल्ल घुसेको फुटबल आयो अनि माटो घुसेको कस्तो के भन्नु खोजेको तिमीले खासमा आँखामा के भएको थियो त्यो रातो भन न त्यो बल हो के त्यो आँखामा यस्तो रातो रातो पुरै आँखा पुरै हेर न यो पुरै यो देखाउ त यो रातो रातो भा दुइटै आँखा कसले पिटेको थियो या कस्तो लडेको थियो कसले पिटेको थियो भने भन अनि किन आँखा यस्तो रातो भयो त पुरै रोए जस्तो छ त आँखा हेर न यो रोएन किन यस्तो छ त रोए जस्तो टिलपिल टिलपिल किन छ त आँखा त्यस्तो पहिला म खेलेको थिएँ पहिला खेलेको थियो अनि त्यसै फुटबल आयो मैले हाने फुटबल तिमीले हान्यौ हानेपछि अनि आएर माटो छिर्यो तपाईँको कुरै बुझ्दैन कि मैले राम्रोसँग भन्नु न पहिला खेलेको थिएन खेलेपछि अनि मलाई हानेपछि अनि आयो त अनि माटो भान्जा कुरा मैले बुझेन खै के भन्न खोजेको त्यो त थाहा भएन खासमा यिनी तिमी लडेको हो कि नै भन न हो या होइन अनि किन आँखामा पुरै कसले मुर्गीले हाने जस्तो छ त अनि फुटबल हानेको अनि आँखामा के धुलो आयो अरे के भन्न खोजेको धुलो लाग्यो के भएको त उछिटिको यो धुलो उछुटेर आँखामा गएको भान्जा कुरा मैले बुझ्नै सकेन के भन्न खोजेको भान्जाले के भनिरहन् यिनी पनि कपाल कमाएर बाहिर खानुभएको तर भान्जाको चाहिँ मैले क्लास लिनु कारण के भनेपछि भान्जाको यो आँखामा पुरै रातो भएको थियो नि त कोहीले पिट्यो कि कोहीले हाने कि या केही चोट लाग्यो भनेर हो तर यिनले चाहिँ झुट बोले जस्तो गरेर कहाँको कुरा कहाँ भन्छन् बुझाउन सक्दैनन् हुन त तोतले बोल्छन् के गर्ने यस्तो छन् मेरो भान्जा छिटो हात खुट्टा धो है रिदम मिची ल धो छिटो हात खुट्टा अनि सबै भान्जा भने चाहिँ नुहाएर भ्याउनु भयो तर मैले चाहिँ हिजै नुहाएको थिएँ त्यही भएर मैले चाहिँ नुहाएँ होइन आफै नुहाएर आफै कपडा धोइदिनु भयो सबैले बस्नु भएको मजाले अनि अहिले चाहिँ भान्जालाई म खोज्न आयो किनभने भान्जालाई त अब खोज्न गएँ तर चाहिँ यिनी चोटपटक लाउँछन् कि धेरै अनि त्यही भएर चाहिँ यिनीलाई खोज्न गएको फेरि रातिको बेला चोटपटक लगायो भने झन् रातिसम्म खेल्यो भने त झन् कस्ता हुन्छन् कि केटाहरू फेरि लडे हाने भने अहिले नि आँखा रातो भएर उनले सोधे गरेको अब सृष्टिलाई चाहिँ अब खोज्नै बाँकी छ सृष्टि पनि कहाँ थाहा होइन कहाँ को दिदी त्यहाँ छैनन् सृष्टि छन् र त्यहाँ ती छन्
यहाँ सृष्टिलाई हेर्नु न सृष्टि सृष्टि पुरै आइरहन् मैले दुइटै भान्जा भान्जीलाई भेटिसकेँ अनि सृष्टि चाहिँ यहाँ घर आऊ घर रात परिसक्यो घर आउने होइन र छिटाऊ के खेल्ने रात परिसक्यो घर आऊ त्यत्रो खेलेर दिनभरि सृष्टि पनि भर्खर आएँ कति खेलियो त आज होमवर्क भ्याइहाल्यो नि सबै एक विषयको मात्रै थियो अनि त्यो लेख्नु पर्दैन लेखिसक्यो मैले सबै लेख्यो सब भ्यायो अनि तिमीले मेरो उसको किसको थियो इंग्लिश को मात्र थियो लेखेर भ्यायो तिमीले लेखेनौ 2 पेज लेख्न होइन त्यो अनि किन लेखेनौ त अनि मोबाइल चलाउने बाहेक अरू केही काम भएन नि तिमीलाई नक्कली आफूले लेख्नु छैन आफूले पढ्नु छैन भाइ बहिनीलाई मात्रै भन्ने मैले कहाँ भने केही मन के भन्ने अब भान्जा आफूभन्दा ठुला भन् गाली गर्नु भएन पिट्नु भएन लाज लाग्छ अब भन्न भने पिट्न पनि के भन्ने त्यो अब केटाकेटीहरूलाई चाहिँ सम्झाएर सकिन्न यिनीहरूको पछि दौडिन पनि सकिन्न जे गर्छौ गर बाबुहरू भनेर छोडिदिने हो त्यही गर्ने के गर्ने त नटेर हेर्नु न बिठाइ हेर्नु न बिठाइ त्यो कलर जान्छ अब हेर्नु न ढोकामा किन हो थुप्रोको बसेर पढ्ने होइन बस्ने होइन र ढिम लाग्यो ल भित्र गएर पढ के भन्ने होला मेरो बाच्छा मान्छेलाई मैले तरकारी बेच्न बस्नुभयो हाम्रो दिदी त्यहाँ यता चाहिँ हाम्रो दिदीले जो तरकारी बेचिराख्नु भएको रहेछ के दिदी यो कुन साग हो यो कसरी हो यो साग दिने भन्नु त भन्नु न कुन साग हो भन्नु न कसरी बेच्नुहुन्छ कति रुपियाँ मुठा हो 1 रुपियाँ मुठा 1 रुपियाँ त चल्दैन त आजभोलि 10 20 25 कति रुपियाँ भन्नु त 1 रुपियाँ त भने त दिदीलाई गिजाउनु चाहिँ मजा आउँछ मलाई चाहिँ दाइ 1 रुपियाँ नि मुठा हुन्छ र साग बेच्ने साग नभएर 1 रुपियाँ मुठा ए बेच्ने नभएर नत्र त्यही त मैले नि किन हो 1 रुपियाँ मुठा त हुन्न आजभोलि 1 रुपियाँको भ्यालु छैन 5 रुपियाँको त भ्यालु छैन भनेपछि 1 रुपियाँ किन हुन्छ भने खासमा अहिले नबेच्ने साग हो त्यही भएर मलाई चाहिँ 1 रुपियाँमा भन्नुभयो म त ठ्याक्क साग बेच्न बसे जस्तो मानेको कि दिदीलाई खासमा अहिले चाहिँ अघि मैले दिदीलाई गिराएको फेरि बाख्रा सार्न लाउनु भएको छ अब चाहिँ बाख्रा सार्नु हुन्छ किनभने अब रात पर्न लागिसक्यो नि त यता घाम पनि अस्ताइसक्यो अहिले त घाम पनि डुबिसक्यो घाम अघिसम्म त देखिरहेको थियो अहिलेसम्म छैन घाम डुबिसक्यो अनि 6 पनि बजिसक्यो कि अनि 6 पनि बजिसक्यो अनि भएन आज शनिबारको दिन शनिबार आइतबार 2 दिन छुट्टी छ झन् यो भान्जा भान्जीलाई झन् सम्हाल्नै सकिन्न भनाइ मान्दिनँ छुट्टीको बेला खेल्न कहाँ पुग्दिन्छन् चोटपटक लाग्ला भन्ने डर केही होला भन्ने डर लास्टै तनाव हुन्छ कि झन् छुट्टी भएको दिन त अनि त्यही भएर चाहिँ अलि टेन्सन हुन्छ कि अन्त छुट्टी भयो भने चाहिँ मलाई किनभने अब यताउति जान्छन् चोटपटक लाउँछन् झन् टेन्सन हुन्छ नि त घरमा अनि त्यही भएर चाहिँ अलि नमजा हुन्छ अनि अब चाहिँ आज शनिबारको दिन अब केटाकेटीहरू दिनभरि खेल्यो किनभने म पनि सुतिरहेको थिएँ नि त टाउको दुखेर अनि त्यही भएर चाहिँ यिनीहरू मजाले खेल्यो अनि म यदि नसुतेको भए त खेल्न दिन्थेन किनभने चोटपटक लाउँछन् कि अनि त्यो केटाहरू भाइहरू छन् त्यो भाइहरूले पिडिदिन्छ
अब रिदमलाई अघि पनि सुतेको आँखा पुरै रातो भएको थियो, केही भएको भएन भनेको, तर केही भएर रहेनछ। अनि चाहिँ अब जे जस्तो भयो नि मेरो दिन चाहिँ आजको यसरी नै गयो। अलि मलाई सन्चो पनि छैन। सो आजलाई यति नै, फेरि पनि आउँछु न्यू डे न्यू भ्लग लिएर। सो आजलाई यति नै, बाई बाई।